लुगा माथि राखेको आँप खानु छोड्नु हुँदैन। हिजो पनि त कति नै खाएन, त्यो एक डोल लगायो भने पुग्छ होला, तर पानी त आएको छैन। हजुर बाल्टी सेतो बाल्टी हिजो मलाई एक गाँसी लगेको बित्थामा बोक्नु दुःख मात्रै भयो। हामी चाहिँ अदुवा गर्दै यहाँ घाँस काट्नु आएको, पानी परेर यहाँ छाता हेर्नु सक्नुहुन्छ। अर्को छाता नलिएपछि यस्तो त ओढेर बस्नु परेको छ। म चाहिँ अहिले एकछिन गोडेर यहाँ बसेको, मलाई चाहिँ नि रुगा मार्गी निकै भएको छैन नि त, अनि फेरि पानीमा भिज्यो भने रुगा मार्गी बल्दिन्छ होला भनेर म चाहिँ यहाँ बस्दैछु। रोशन सर चाहिँ गोड्दै हुनुहुन्छ। अनि यो बुढा दाजुहरू टिकटक बनाउनु पनि मान्दैन हौ। आउँदै गरेको बर्थडेमा बोयफ्रेन्ड रिभिल गरेर सरप्राइज दिउँ कि क्या हो सोच्दैछु यहाँ मेरो यता सरलाई। टिकटक बनाऊँ न भन्दा पनि मान्दैन। म चाहिँ यहाँ अलिक पानी सानो पर्दैछ, अब रहेपछि म पनि गोड्छु। अनि आज चाहिँ हामीले सकिन्छ गोडेर, यो एक काला मात्रै बाँकी छ। मेरो फोन भिज्दैछ हौ, यहाँ मानेले पुग्दै छैन। अनि आज सकिन्छ। आज हाम्रो मैजारो हुन्छ साथीहरू। त्यहाँ अदुवाको माउ निकाल्नुपर्ने छ। अनि त्यहाँ अदुवाको माउ बेचेपछि पैसा आउँछ, अनि घुम्नु जाने हो भनेर नभन्नु होला। ला डोको सबै माथि भिजिसक्यो हौ। आउँदै गरेको बर्थडेमा बोयफ्रेन्ड रिभिल गरेर सरप्राइज गरिदिउँ कि क्या हो सरलाई। किनभने टिकटक बनाउनु किन नमान्नु नपराउनु कारण भन्ने यस्तो सबै भिज्लिँदैछ। मेरो छाता, मेरो फोन पनि यहाँ भिज्दैछ। यतिको चाहिँ हुनु पर्यो होइन। पानी परेर हाम्रो अदुवा बार हेर्नु सक्नुहुन्छ। म तपाईँलाई देखाउँछु। म त हिजो पनि गोड्नु आइनँ, रुगा मार्गी लागेर, अघि बिहान पनि आइनँ, घाँस मात्रै काटेँ। अहिले दिउँसो चाहिँ आएको। म नआउनु पर्थ्यो त, यहाँ पानी परेर लोडा लागेछ म आएर। मेरो छालाबाट त पानी चुहिँदैछ। हाम्रो अदुवाबारमा तपाईँलाई देखाउँछौँ हामीले यति रोपेको छौँ भनेर। यहाँ पर बाटोको यहाँ तलसम्म हामीले रोपेको यसपालि चाहिँ अदुवा। अनि अब चाहिँ यो फाइनली आज चाहिँ हामीले अदुवा गरिसक्यो। अनि अघि पानी पर्दै थियो, यहाँ मैले माने ओढेको पानी नै तर्सेर सुक्यो। पानी नि माने ओढेको देखेर तर्स्यो कि क्या हो। अनि हामी चाहिँ घाँस काट्नु जाँदैछौँ सरजीसँग। के साह्रो काँडा हो। कमिलाले बुटामा टोकेर चिलाएर हामीले गोड्पछि यो गर्दा तल लडिझर्नु अरे। अनि आज त मैजाहरू भयो, के खानुपर्ने हो घरमा गएर। पानी परेर 2 दिनमै पलाइ गएको हो के झार्यो। अदुवा गोडा मिस्टेक होइन, झार पलाएर। अब अदुवाको पैसा बोकेर कहाँ जानु होला घुम्नु भनेर यहाँ म अहिलेबाटै सोच्दैछु भनेर चाहिँ नभन्नु मलाई थाहा। कहाँ घाँस काट्नु हो।